अहिले हामी बालसिद्ध शिवजीको मन्दिरमा छौँ। यो बालसिद्ध शिवजीका 84 रूप हुन्छन्। 84 रूपमध्ये यो एक रूप हो। यही ठाउँमा चाहिँ एउटा बालक प्रकट भएर शिवको रूपमा आएर सिद्धको स्थापना भएको। जब त्रेता युगमा यही ठाउँमा एउटा सानो बालक रोइरहेको एउटा ग्वालाले देखे। ग्वालाले देखिसकेपछि ओहो यस्तो ठाउँमा यी बालक रोइरहेका छन्, यिनलाई संरक्षण गर्न पर्यो भनेर यहाँ बालक रोएको ठाउँमा आउँदा बालकले के भने भन्दा म चान्ने चुन्ने बालक होइन, म शिवजी हुँ, म सिद्ध हुँ, मलाई चाहिँ दैनिक रूपमा दुध चढाउनुहोस्, नरिवल चढाउनुहोस् भनेर अन्तर्ध्यान भएर शिला पल्टेर सिद्धको स्थापना भएको। यहाँ चाहिँ यो बालसिद्ध शिवजीको मन्दिरमा आएर पूजाआजा गर्यो भने कसैलाई सन्तान छैन भने सन्तान हुने, कसैलाई पुत्री मात्रै छ पुत्र छैन भने पनि पुत्र प्राप्त हुने र मनोकामना पूर्ण हुने र ऊर्जा प्राप्त हुने गर्दछ। यहाँ त विशेष त भनेको अहिले चाहिँ हामी साँझ बिहान यहाँ पूजाआजा गर्छौँ। साउन 1 महिना पूर्ण दिनभरि यहाँ बसेर उठेर पूजाआजा गरिन्छ। कात्तिक ठुला एकादशीका दिन, शिवरात्रिको दिन र चाहिँ नयाँ सालको वैशाखी गते हामीले दिनैभरि यहाँ मन्दिर खुला गरेर पूजा गरिन्छ। यसरी यहाँ आउने भक्तजनहरूले यस बालसिद्ध शिवजीको दर्शन गरेर आफूले के वर माग्ने हो त्यो वर मागेर जानुहुन समेत मैले हार्दिक अनुरोध गर्दछु। एक्सर्साइज हुन्छ हो यो जस्तो नमलम जस्तो लाग्छ है।